हेलो गाइस, सबैजना दर्शक नमस्ते अनि मेरो न्यू भिडियोमा सबैजनालाई वेलकम टु यु। अनि आज हामी ट्याक्क सन्डे दिन घुम्न जान लाग्यो हैन, झक्का मिलाएर अब रेडी भएर हैन जान लाग्यो। अब अझै भयो नि सबै कुराहरु यस्तै त हो नि हैन। अब बाटोमा मिल्नुपर्छ सबै कुरा, बाटोमा बनाउँला हैन, बाटोमा कुरा गरेर जाउँला। ओके बाइ बाइ। यो हैन मूल बाटोमा यस्तो कचरा फालिरहेछ बेंगलोरमा हैन। हामी टक्क घुम्न जान लागिरहेछौँ, टक्क स्कुटी चलाएर नो स्टप वन बनाउँदो हिँडिरहेको होइन। कचरा फालेको बाटोमा नो स्टप हामी जान्छौँ मन्दिर। मन्दिरमा त्यस्तो दामी छ नि पछाडि हामी गाडीमा बसेर खतरा देखाउँछु जुम्लीको राउड्या छ। हामी गाडी घुम्न गाडी रन्काएर आउँछ तर डर लाग्छ होइन, तर भिडियो बनाउनुपर्छ होइन। यस्तै थियो मजासँग हामी मन्दिर गएछौँ, फेरि भेटौँला। होइन गाह्रो छ नि ट्याक्क मिलाएर होइन तालमा गयो। यस्तो दामी भ्यू थियो नि त, तर बालमा जाने गरी वाकिङ गर्ने ठाउँमा होइन वाकिङ गरियो। हल्का मिलाएर यस्तो घुमाएर होइन ताल त साँझ बनेर बब्बाल दामी फुलिरहेको छ नि। यस्तो दामी फुल फुलेको छ होइन। गाउँको पायस भन्नुपर्छ, गाउँको पाइप आउँछ नि ट्याक्क मिलाएर होइन। सिमी खतरा फल्यो नि, कन्चा सिमी पनि यस्तो दामी फलेको छैन। कसलाई कसलाई थाहा छैन कमेन्ट गरौँ होइन। यस्तो दामी छ नमौलेरै फलेछ त यार। आखै फुल क्या दामी फलिरहेको छ दुनियाँमा। यस्तो दामी छ नि पुरा गाउँको रमाइलो लिने भएपछि म भएको ठाउँमा आउनुपर्छ होइन। बब्बाल दामी छ। आउँदा पछाडि कस्तो दामी छैन। यो साइडमा फुलहरू ट्याक्क मिलाएर होइन। आज बेङ्गलोरको खाल घुम्न आएको होइन। बब्बाल दामी खाल छ। टाइरहरू त टन्न घर पनि क्या बब्बाल छ होइन। यस्तो दामी छ नि खाल बनाएको होइन। त्यहाँ उडिरहेको छ होइन, देखिन्छ होइन। यस्तो दामी देखिन्छ नि, ठुल्ठुलो बिल्डिङहरू देखिन्छ होइन। यहाँदेखि टक्क मिलाएर म हिँडिरहेको छु सुई। यस्तो ठाउँ छ नि, अजिब छ। मेरो पछाडि त ब्याकग्राउन्ड त बब्बाल दामी। ल हेरौँ न गाइस, भ्यू त्यस्तो दामी आउँछ नि सर मिलाएर कुरो कहानी होइन। अरू कुरा कहानी भन्दाखेरि अब बाटोमा फेरि भेट्नुलाई होइन जङ्गल खतरा छ पनि के रहेछ त यार।